हेलो एभ्रिवान, स्वागत छ तपाईँहरूलाई हाम्रो च्यानल एएम युनिटीमा। ओके भाइ बहिनीहरू, के तपाईँहरूलाई यो डोप्लर इफेक्ट होइन हार्ड लाग्छ अथवा तपाईँहरूलाई चाहिँ यो कन्फ्युजिङ लाग्छ? कसैले तपाईँहरूलाई चाहिँ यो डोप्लर इफेक्टको बारेमा पुरै कन्सेप्ट दिएर चाहिँ होइन इक्जामसम्मलाई पनि नबिर्सिने गरी सिकाइदिए हुन्थ्यो जस्तो लाग्छ भने यो भिडियो तपाईँहरूको लागि है। म आज तपाईँहरूलाई चाहिँ यो भिडियोमा यस्तो होइन ट्रिक सिकाउने छु तपाईँहरूलाई चाहिँ होइन, यस्तो ट्रिक कि तपाईँहरूले चाहिँ आज यो भिडियो हेरिसकेपछि होइन तपाईँ जिन्दगीभरिमा पनि होइन यो दोस्रोटी नहेरे पनि तपाईँहरूलाई चाहिँ याद रहने छ कि त्यस्तो तपाईँहरूलाई चाहिँ म ट्रिक दिनेछु होइन। तपाईँहरूले चाहिँ इक्जाममा योबाट 100% सोध्छ डोप्लर एउटा क्वेसन होइन, यो एकोस्टिक फिनोमेनाको एउटा टपिक हो। तपाईँहरूलाई यहाँबाट क्वेसन नसोधिकन बोर्डको पेपर नै बन्दैन क्या। त्यही भएर तपाईँहरूले चाहिँ यो भिडियो एन्डसम्म हेर्नु होला, स्किप नगर्नु होला। अझ भन्छु म तपाईँहरूलाई स्किप नगर्नु होला है, किनभने तपाईँहरूलाई चाहिँ मैले एउटा पोइन्ट इम्पोर्टेन्ट भन्दैछु होइन, कुनै एक्स्ट्रा कुरा पढाउने छैन होइन, एक्स्ट्रा कुरा एक पनि छैन होइन। तपाईँहरूले जति इक्जाममा सोध्छ त्यही कुराहरू मात्र यसमा मैले इन्क्लुड गरेको छु। पहिला तपाईँहरूलाई चाहिँ म थ्योरी पुरा कन्सेप्ट दिएर चाहिँ सिकाउँदैछु र पछि चाहिँ म न्युमेरिकल पनि तपाईँहरूले चाहिँ इक्जाममा आउने जस्तो है, तपाईँहरूले यस्तो झातेपाती तपाईँहरूलाई सिकाउने छैन, इक्जाममा आउने जस्तो न्युमेरिकल मात्रै तपाईँहरूलाई चाहिँ म गराउन सिकाउँदैछु है, ट्रिक दिएर है एकदम। ल अब म के भन्न चाहन्छु भने यदि तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ है, च्यानललाई सब्सक्राइब गर्नु होला, किनभने यस्ता इम्पोर्टेन्ट भिडियो म ल्याउँदै गर्नेछु र भिडियो हेल्प लाग्छ र मनपर्छ भने लाइक पनि गरिदिनु होला है। ल अब स्टार्ट गर्छौँ भिडियो होइन डोप्लर इफेक्टमा है। ल पहिला हामीलाई थाहा हुनुपर्छ डोप्लर इफेक्ट भनेको के हो र कसरी यो चाहिँ उत्पन्न भयो। ल त्यो थाहा नभयो भने केही छैन कि, यति थाहा पाउनु कि तपाईँ होइन एउटा कहानी बताउँछु कि म, सुन्नुहोस्। कुनै पनि कुरा होइन याद गर्नलाई चाहिँ कहानीबाट याद गऱ्यो भने एकदम होइन लङ टर्मसम्म चाहिँ याद हुन्छ कि। त्यही भएर म एउटा कहानी भन्छु सुन्न। एउटा मान्छे थियो होइन, यो मान्छे छ है, एउटा मान्छे थियो। त्यो मान्छे चाहिँ एक दिन बजार गइरहेको थियो होइन, टक्क यो बजार गइरहेको थियो, यहाँदेखि बाटो है बजार गइरहेको थियो। अनि त्यसले बजार जाने बेला चाहिँ होइन बाटोमा चाहिँ एउटा गाडी आइरहेको देख्यो एकछिन है। यताबाट चाहिँ गाडी आइरहेको थियो है, अर्को कलरमा बनाइदिन्छु है। यताबाट चाहिँ के आइरहेको थियो, गाडी आइरहेको थियो यताबाट होइन। अब यो गाडी यतापट्टि आउँदाखेरि होइन यताबाट आइरहेको थियो होइन। अब यो मान्छे यताबाट यता गइरहेको थियो, मतलब कि ल यसले गाडी देख्यो। ल जिन्दगीमा कहिले देखेको थिएन कि, पहिला मान्छेहरू के हुन्छ भने गाडी कहिले देख्दैनन् कि, गाडी देख्दैनन् कि, फर्स्ट टाइम यसले गाडी देख्यो। यो गाडी देख्दाखेरि के भयो, त्यहाँनिर उभियो कि होइन, त्यसले चाहिँ केही गरेन, मतलब कि हेरेर मात्र रह्यो कि होइन। अनि त्यसपछि गाडी अब यहाँ थियो, पहिला यहाँ थियो गाडी, त्यसपछि अब यहाँ पुग्यो है, पहिला यहाँ पुग्यो, अनि त्यसपछि यसको नजिकै पुग्यो कि यहाँ आएर होइन। त्यसपछि अब यसले के थाहा पायो भने चाहिँ के यसले अब्जर्भ गर्यो भनेपछि होइन जति गाडी नजिक आउँछ होइन त्यति चाहिँ साउन्डको भेलोसिटी बढिरहेछ होइन, फ्रिक्वेन्सी बढिरहेछ भनेर चाहिँ यसले के गर्यो, थाहा पायो कि है, यसले थाहा पायो है। अब त्यसले थाहा पाइसकेपछि अब घर गएर त्यसले मतलब यो कुरामा चाहिँ त्यसले इन्भेस्टिगेसन गरिहाल्यो कि होइन। इन्भेस्टिगेसन गरेर चाहिँ यसले एउटा इफेक्ट निकाल्यो होइन। यो डोप्लर जसले हामी पढ्छौँ नि होइन, डोप्लर इफेक्ट भनेर होइन, यो डोप्लर भनेको यही मान्छे, यही डाम्नाको नाम हो कि, यही मान्छेको नाम हो। त्यही भएर यसले निकालेको इफेक्ट भएकाले होइन, यसले निकालेको होइन थ्योरी भएकोले हामीले यसले के भन्यो, डोप्लर इफेक्ट भन्यो है, के होइन यो डोप्लर इफेक्ट भनेको है। अब यसले के थाहा, यो अब हामीलाई इक्जाममा के सोध्छ भनेपछि 1 मार्क्स लागि होइन, तपाईँले चाहिँ यो डोप्लर इफेक्ट भनेको के हो भनेर सोध्छ कि होइन, डेफिनेसनमा होइन जर्नल 1 मार्क्सको। यहाँ तपाईँहरूले के लेख्नु भनेपछि होइन, द एपरेन्ट चेन्ज इन फ्रिक्वेन्सी। जस्तै उसले पनि होइन यहाँ गाडी थियो, एउटा फ्रिक्वेन्सीको थियो होइन साउन्ड, यहाँ आउँदाखेरि एउटा फ्रिक्वेन्सीको साउन्ड फालिरहेको थियो भने चाहिँ यहाँ आउँदाखेरि अर्को फ्रिक्वेन्सी, मतलब त्यसले फ्रिक्वेन्सीमा चेन्ज पाइरहेको थियो नि त। त्यही कुरा त उसले चाहिँ के भन्यो भने होइन, जति पनि होइन यो अब्जर्भर भनेको आफू होइन, अनि यो सोर्स भनेको चाहिँ गाडी हो है। एकैछिनमा तपाईँलाई चाहिँ पुरा क्लियर हुन्छ होइन। जब चाहिँ त्यो सोर्स र होइन आफू अब्जर्भर तिनीहरूको बिचको होइन रिलेटिभ मोसनमा चाहिँ जति बेला हुन्छ त्यति बेला चाहिँ यो फ्रिक्वेन्सीमा चेन्ज आउँछ होइन, फ्रिक्वेन्सीमा चेन्ज आउँछ भन्नु नै के हो, डोप्लर इफेक्ट हो। तपाईँहरूले जेनरली रटे पनि हुन्छ क्या, नबुझेर रटे पनि हुन्छ, नत्र तपाईँहरूले चाहिँ यस्तो बुझ्ने कुरा छैन, मजाले बुझ्ने हो कि। यहाँ सुन, द एपेरेन्ट चेन्ज इन फ्रिक्वेन्सी होइन, द एपेरेन्ट चेन्ज इन फ्रिक्वेन्सी अफ साउन्ड होइन, एपेरेन्ट चेन्ज इन फ्रिक्वेन्सी अफ साउन्ड ड्यु टु द रिलेटिभ मोसन बिट्विन सोर्स एन्ड अब्जर्भर र सोर्सको बिचको होइन जुन चाहिँ के छ डिस्टेन्स छ नि होइन। जति बेला अब्जर्भर यहाँ उभिया छ भनेपछि होइन, यहाँदेखि सोर्सले गइरहेछ होइन साउन्ड फाल्दा होइन, अब फाल्दा गइरहेछ भनेपछि ऊ जति नजिक आयो त्यति नजिक आउँदा उसले के फ्रिक्वेन्सीमा चेन्ज पाउँछ नि त। त्यही चेन्ज भएको फ्रिक्वेन्सीले चाहिँ के भन्छ हामीले, डोप्लर इफेक्ट भन्छौँ होइन। ल यति भए चाहिँ पुग्छ कि डेफिनेसनमा है। ल अब यहाँ हेर्नुहोस्, तपाईँहरूलाई जसरी पनि थाहा हुनुपर्ने कुरा के छ भनेपछि है, जसरी पनि तपाईँहरूलाई थाहा हुनैपर्ने कुराहरू के छन् भनेपछि यहाँ हेर,
तपाईहरुलाई सोर्स भनेको के हो थाहा हुनुपर्छ पहिला है। सोर्स भनेको एउटा कुनै पनि एउटा हैन अब्जेक्ट जसले के गर्छ साउन्ड निकाल्छ हैन, जसले के निकाल्छ यो साउन्ड निकाल्छ है। साउन्ड निकाल्छ भनेको त्यो के हो त्यो अब्जेक्ट हो मतलब सोर्स हो हैन। अब अब्जर्भर भनेको के हो? अब्जर्भर भनेको यसले निकालेको साउन्ड हैन, यहाँ सुन, यसले निकालेको साउन्ड चाहिँ सुन्छ भने हैन, जसले यसले निकालेको साउन्ड सुन्छ हैन, त्यो भनेको के हो? त्यो भनेको के हो? अब्जर्भर हो। अब एपरेन्ट चेन्ज इन फ्रिक्वेन्सी भनेर मैले भनिहालेँ हैन। एपरेन्ट चेन्ज इन फ्रिक्वेन्सी भनेको ओरिजिनल फ्रिक्वेन्सीमा हैन, जुन यो हाम्रो ओरिजिनल एउटा गाडीले हैन जस्तै एफ हैन, जस्तै मानौँ ल एफ फ्रिक्वेन्सीले साउन्ड निकालिरहेछ, एकैछिनपछि त्यसले एकैछिनपछि फ्रिक्वेन्सीमा चेन्ज गर्यो हैन, जति फ्रिक्वेन्सीले चेन्ज गर्यो एफ चेन्ज गर्यो एफ ड्यास भनौँ हैन, यो एफ ड्यासलाई नै हामीले के भन्छौँ? एपरेन्ट फ्रिक्वेन्सी भन्छौँ के, बुझ्नुभयो कि नै? अलिकति यो पुरानो जुन ओरिजिनल फ्रिक्वेन्सी छ नि, त्यो ओरिजिनल फ्रिक्वेन्सीमा अलिकति चेन्ज आयो भने पनि त्यसलाई के भन्छौँ हामी? एपरेन्ट फ्रिक्वेन्सी भन्छौँ के, बुझ्यौ नि? हो ल। अब हामीले अर्को के बुझ्नुपर्छ भनेपछि हैन यसमा यो स्टेसनरी अब्जर्भर र स्टेसनरी सोर्स भनेको के हो भाइ? स्टेसनरी अब्जर्भर र स्टेसनरी सोर्स भनेको के हो? पहिला त्यो थाहा हुनुभन्दा पहिला हामीले स्टेसनरी भनेको के हो त? यहाँ हेर त, स्टेसनरी भनेको के हो भने कुनै पनि अब्जेक्ट हैन चुपचाप लागेर आफ्नो ठाउँमा एक ठाउँमा बसेको छ भने चाहिँ हैन, यसको कुनै मोसनमा छैन, यो रेस्टमा छ भने चाहिँ यसलाई स्टेसनरी भन्छ के। जनरली मान्छे चुपचाप लागेर बस्छ नि हैन एकै ठाउँमा हैन, त्यो भनेको के हो? स्टेसनरी हो हैन। अनि स्टेसनरी अब्जर्भर भनेको के रहेछ त? स्टेसनरी अब्जर्भर भनेको एउटा मान्छे हो अथवा कुनै पनि अब्जेक्ट जसले चाहिँ एकै ठाउँमा टुप्प लागेर चाहिँ सुनिरहेछ हैन, अब्जर्भ गरिरहेछ, त्यसले चुप लागेर बसिरहेछ एक ठाउँमा भने चाहिँ स्टेसनरी अब्जर्भर भयो त्यो। अनि स्टेसनरी सोर्स भनेको चाहिँ एउटा सोर्स हैन, एउटा सोर्स यहाँनिर चाहिँ यो के छ? यो रेस्टमा छ हैन, रेस्टमा छ तर त्यसले के गरिरहेछ? साउन्ड प्रड्युस गरिरहेछ हैन, साउन्ड प्रड्युस गरिरहेछ रेस्टमा बसेर, त्यो भनेको के हो? स्टेसनरी सोर्स हो है। तपाईहरुले जेनरल कुराहरु हो है यो, तपाईहरुले जेनरल कुरा हो। आज तपाईहरुले जति पनि म यहाँ भन्छु त्यति मात्र तपाईहरुले चाहिँ हैन बुझ्नुभयो भने त तपाईहरुको इक्जामको लागि इनफ हो के, इनफ देन इनफ हो। त्यही भएर चाहिँ सुन्नुस् है यहाँ। अब तपाईहरुले के थाहा हुनुपर्छ भनेपछि तपाईहरुलाई सबैले थाहा होला नि एउटा यो v इक्वल्स टु ल्याम्डा एफ हुन्छ भनेर तपाईहरुले सबैले थाहा होला है। v इक्वल्स टु ल्याम्डा एफ भन्ने थाहा होला, जसमा यो v भनेको चाहिँ भेलोसिटी हो, ल्याम्डा भनेको वेभलेन्थ हो र एफ भनेको फ्रिक्वेन्सी हो। थाहा नभए पनि केही छैन के, थाहा भइहाल्छ एकैछिन। v इक्वल टु ल्याम्डा एफ है, यहाँ सुन। अब तपाईहरुलाई हैन एउटा म यहाँ के भन्छु भने यहाँ हेर, तपाईहरुले चाहिँ यस्तो फर्मुला देख्नुभयो होला हैन, यो वाला यो हामीले चाहिँ तपाईहरुले चाहिँ यो अब रट्नुभयो होला अहिलेसम्म यो फर्मुला हैन, यो v भन्छु, यो एफ ड्यास हैन, एफ ड्यास इक्वल्स टु v, अनि यहाँ चाहिँ के हुन्छ? v हुन्छ यहाँ, अब यहाँ त जे पनि हुन सक्छ, प्लस माइनस हैन, प्लस माइनस, अनि जे यहाँ माथि के हुन्छ र तल के हुन्छ? ओ सेट हेर है, म ओ सेट भनिरहेको छु है, म के भनिरहेको छु? ओ सेट भनिरहेको छु, म मिस्टेक भएर भन्दै हैन है, ओ सेट हैन, ओ सेट भन्छु नि हैन। मान्छे के भन्छन् भनेपछि ओ सेट भन्छन्, पहिला के आउँछ? माथि ओ आयो है, माथि ओ आयो, तल के आयो? सेट आयो नि त। त्यही भएर हामीले के गर्नुपर्छ? माथि जहिले पनि हैन, माथि जहिले पनि हामीले के लेख्नुपर्छ? ओ लेख्नुपर्छ है। माथि जहिले पनि के लेख्नुपर्छ? ओ लेख्नुपर्छ, तल के लेख्नुपर्छ? यास लेख्नुपर्छ। माथि भन्नुको मतलब के हो भनेपछि माथिको ओ भनेको चाहिँ के हो? यो अब्जर्भर हो हैन, तलको v ओ भनेको अब्जर्भर हो, यो यस भनेको चाहिँ सोर्स हो। अब v भनेको चाहिँ भेलोसिटी हो है, v भनेको भेलोसिटी हो यहाँ हेर्न। अब यो यसमा को हैन, तपाईलाई सबै भन्छु, एफ ड्यास भनेको एपरेन्ट फ्रिक्वेन्सी है, एपरेन्ट फ्रिक्वेन्सी है, एपरेन्ट फ्रिक्वेन्सी। अनि यहाँ तपाईहरुले चाहिँ v भनेको चाहिँ भेलोसिटी अफ साउन्ड है, भेलोसिटी अफ साउन्ड है। त्यसपछि अर्को तपाईहरुले चाहिँ एउटा v ढोका त म एउटा पेज थप्छु है, एकैछिन, यो अलि राइटिङ ठुलो भएर चाहिँ अटेन क्या, त्यही भएर सानो गर्छु ल। यहाँ हेर त, एफ ड्यास भनेको के रहेछ? एफ ड्यास भनेको हेर है, एफ ड्यास भनेको चाहिँ एपरेन्ट फ्रिक्वेन्सी है, एपरेन्ट फ्रिक्वेन्सी है। अनि v भनेको चाहिँ जस्ट हैन भेलोसिटी अफ साउन्ड है, जुन चाहिँ भेलोसिटी अफ साउन्ड हामी पढ्छौँ नि हैन, साउन्डको कति हुन्छ भेलोसिटी सबैलाई थाहा होला हैन, साउन्डको भेलोसिटी है, भेलोसिटी अफ SOUND साउन्ड है, भेलोसिटी अफ साउन्ड। अनि VO भनेको चाहिँ अब्जर्भरको भेलोसिटी है, अब्जर्भरको भेलोसिटी है, अब्जर्भरको भेलोसिटी हो। अनि यो VS भनेको चाहिँ
सोर्सको भेलोसिटी सोर्सको के भेलोसिटी है, यति बुझिन्छ नि होइन, यति बुझिन्छ ल। अब तपाईँहरूलाई चाहिँ यो केसहरू के छ सबै केसहरू गराउँछ, 6वटा केस छ, 6वटा केस तपाईँहरूलाई यस्तो तरिकाले सिकाउँछु नि हेर है। यो चाहिँ तपाईँहरूले जस्तो यो अहिले तपाईँहरूले चाहिँ पछि भनेपछि तपाईँलाई याद होला भनेर चाहिँ मैले जस्ट भनिरहेको हो। यहाँ हेर एफ ड्यास इक्वल्स टु हामीले यो तपाईँहरूले रट्नु भयो होला, आजदेखि तपाईँहरूले रट्नुपर्ने कुनै आवश्यक छैन क्या। यहाँ सुन अब मैले भन्छु, कहिले पनि हामीले माथि यति मात्र याद राख होइन, माथि के राख्नुपर्छ हामीले भनेपछि याद राख क्या, दुईवटा भी तल सेम हुन्छ, माथि ओ सेट हो कि ओ सेट हो कि माथि भिओ राख्नुपर्छ तल भिएस, यति मात्र याद गर। अब बिचको प्लस माइनस तपाईँलाई चाहिँ एकैछिनमा सबै क्लियर हुन्छ है। माथि भिओ तल भिएस होइन। अनि यो फर्मुला सबैले राख्नु भयो होला होइन। यहाँ के छुट्यो भन्दाखेरिमा यहाँ एफ छुट्याएको छ है ल, यहाँ एफ छुट्याएको छ, यसो यहाँ एफ पनि हुन्छ है ल, इन्टु यो ओरिजिनल फ्रिक्वेन्सी हो है। यति कुरा अलि बुझ कि, नत्र अलि नबुझेको हुन्छ तपाईँलाई चाहिँ पछि क्लियर गरिदिन्छु तल है एकैछिनमा ल ल है। पहिला यो हेर त खै मैले के राखेको छु गुगलबाट, यो हेर त खै के रहेछ, खुल्जा सिमसिम हो ल। यो हेर त, यहाँ हेर त, यो बिचमा एउटा कार छ है, यो बिचमा एउटा कार छ र यता लेफ्ट साइडपट्टि चाहिँ के एउटा मान्छे छ है, लेफ्ट साइडपट्टि एउटा मान्छे छ। यो कार चाहिँ यो मान्छे भएपट्टि आउँदैछ, कसरी थाहा भयो भनेपछि त्यो यसले जुन फ्रिक्वेन्सीको साउन्ड फालिरहेको नि त त्यसको के भइरहेको हेर त, वेभलेन्थ घटिरहेको छ होइन। यतापट्टि कति लेफ्ट साइडपट्टि कति डेन्स होइन, कति डेन्स छ नि अनि यो सर्कलहरू, किनभने यो साउन्ड जुन प्रड्युस भइरहेको छ नि त्यो अब्जेक्टबाट होइन, त्यो साउन्ड उतापट्टि गइरहेको हो कि सिधा गाडी यतापट्टि गइरहेको नि त उसको साइडपट्टि, त्यही भएर चाहिँ उसले बढी साउन्ड सुनिरहेको नि त होइन यतापट्टि, त्यही भएर साउन्डको भेलोसिटी बढी छ कि उतापट्टि गइरहेको भएको कारणले कि होइन, त्यो बुझिन्छ ल। तलपट्टि सबै केसहरूमा हुन्छ। अब केसहरू पढौँ होइन। फर्स्ट केस के छ हेर, अब फर्स्ट केस के छ मैले नेपालीमा लेखिदिएको छु, तपाईँलाई थाहा होस्, तपाईँहरूले मजाले बुझ्नु होला भनेर चाहिँ नेपालीमा लेखिदिएको छु है। यहाँ हेर, जब होइन सोर्सले होइन एउटा सोर्स छ, त्यसले जब एउटा सोर्स स्टेसनरी अब्जर्भरको नजिक जान्छ भनेपछि यहाँ हेर त, एउटा सोर्स छ जो एउटा चित्रमा मैले देखाइदिएको छु हेर त, चित्रमा के देखाएको छ भने चाहिँ यो सोर्स हो है, यो हाम्रो के हो सोर्स हो, साउन्ड निकाल्ने होइन, गाडीबाट साउन्ड आउँछ नि त होइन। यो एउटा सोर्स हो जसले चाहिँ साउन्ड निकालिरहेको छ, त्यो कहाँ गइरहेछ, कसको नजिक गइरहेछ, यहाँ हेर त, यो उभिया नि त यो मान्छे, यसको नजिक आइरहेछ कि यो होइन, यसको नजिक आइरहेछ हो कि नै ल भन त, यो गाडी यसको नजिक आइरहेछ है, गाडी यसको नजिक आइरहेछ, यहाँ यो गाडी चाहिँ यसको नजिक आइरहेछ, यो चाहिँ के छ स्टेसनरीमा छ है। अब यसको लागि चाहिँ हामीले के गर्नुपर्छ भनेपछि हेर त, यहाँ यो गाडी छ होइन, यो गाडी छ, यहाँ मान्छे छ है, यहाँ मान्छे छ, यो गाडी चाहिँ कहाँ आइरहेछ होइन, एउटा भेलोसिटीले कहाँ आइरहेछ, यो भेलोसिटीले कहाँ आइरहेछ भनेपछि यो मान्छेकोमा आइरहेछ। यस्तो गरौँ न होइन, के छ हेर त, यो के हो सोर्स हो, सोर्सलाई मैले चाहिँ यस भनिदिन्छु है, सोर्सलाई मैले यस भनिदिन्छु। यो ओ भनेको के हो अब्जर्भर हो है। अब यहाँ यो केसमा के भइरहेछ, यो सोर्स छ नि जुन सोर्स है, सोर्स भनेको यो साउन्ड निकाल्ने जुन अब्जेक्ट छ नि, गाडी मानौँ, कार मानौँ होइन, कारै मानौँ ल। यो कार चाहिँ कहाँपट्टि गइरहेछ, यतापट्टि गइरहेछ, कति भेलोसिटीले, भिएस भेलोसिटीले। भिएस भनेको के हो भनेपछि भेलोसिटी अफ सोर्स हो है, यो सोर्सको भेलोसिटी हो भिएस भनेको। अनि त्यो कहाँ गइरहेछ, अब्जर्भरको मातिर गइरहेछ होइन। अब्जर्भर के छ अहिले, अब्जर्भर अहिले के छ रेस्टमा छ है, अब्जर्भर के छ अहिले रेस्टमा छ है, अब्जर्भर के छ रेस्टमा छ है, अब्जर्भर रेस्टमा छ। अब यहाँ हेर त, अब्जर्भर रेस्टमा भएको बेला यो साउन्डको भेलोसिटी कहाँ हुन्छ, जहिले पनि साउन्डको भेलोसिटी अब्जर्भरतिर हुन्छ, यो भी हो है, अर्को कलरले गरिदिनु राम्रोसँग देखिन्छ होइन। यो यतापट्टि के गइरहेछ, यो भी गइरहेछ, जस्ट भी, यो भनेको भिएस भनेको चाहिँ भेलोसिटी अफ यो सोर्स हो। अनि जस्ट यो भी मात्र भनेपछि के हो, भी मात्र भनेपछि भी भनेको चाहिँ भेलोसिटी अफ साउन्ड हो है ल। यति कुरा बुझ्नुभयो कि तपाईँहरूले। यो केस फर्स्ट हो है, केस फर्स्टमा के छ भनेपछि यो कार छ, यो कार चाहिँ एउटा अब्जर्भरतिर गइरहेछ, यो अब्जर्भर भनेको चाहिँ मान्छे जो चाहिँ साउन्ड सुन्छ त्यो मान्छे चाहिँ के छ रेस्टमा छ, र गाडी योपट्टि आइरहेछ भनेपछि कति भेलोसिटीले, भिएस भेलोसिटीले आइरहेछ है ल। अब यहाँ हेर यो फर्मुला के हुन्छ यसमा भनेपछि यहाँ हेर, तपाईँहरूले यति त अहिलेसम्म बुझ्नु भयो होला नि होइन, यति त बुझ्नु भयो होला नि ल। हेर त, तपाईँहरूले यो अब फ्रिक्वेन्सी एपरेन्ट फ्रिक्वेन्सी निकाल्ने फर्मुला है, तपाईँहरूले यतिसम्म बुझ्नु भयो होला। हामीले यति राख्नुपर्छ होइन, यो तल पनि भी हुन्छ र बिचमा अहिले प्लस माइनस के हो एकैछिनमा थाहा हुन्छ तपाईँहरूलाई है ल। यहाँ माथि भिओ हुन्छ, तल के हुन्छ भिएस हुन्छ, यति तपाईँहरूले चाहिँ बुझ्नु भयो होला है। अब प्लस माइनस हेर्ने कसरी हेर्ने तब त्यो म तपाईँलाई बुझाउँछु हेर। अब हामीले डाइरेक्सन हेर्ने पहिला है, डाइरेक्सन हेर्ने,
यो गाडी कतापट्टि गएर हो यतापट्टि गएर हो नि हैन गाडी कतापट्टि गएर हो यतापट्टि गएर हो हैन यतापट्टि गएर हो यतापट्टि गएर भए यहाँ सुन यो VS हो नि तलपट्टि यो VS को अगाडि के हुन्छ अब माइनस हुन्छ कि प्लस हुन्छ माइनस हुन्छ कि प्लस हुन्छ के हुन्छ भनेर कसरी थाहा भनेपछि जुन यो हाम्रो माथिको भेलोसिटी छ नि हैन यो भेलोसिटी अफ जुन साउन्ड छ नि त्यसको प्यारलल भयो भने हैन भेलोसिटी अफ साउन्डको प्यारलल अगर त्यो भेलोसिटी अफ सोर्स भइरहेछ भनेपछि त्यो जहिले पनि हामीले के गर्नुपर्छ यसमा माइनस गर्नुपर्छ है जहिले पनि के गर्नुपर्छ माइनस कसरी थाहा पाउने भनेपछि यहाँ हेर माथि पनि यता माइनस माइनस जस्तो भएको छ हैन यहाँ हेर माथि पनि के छ माथि पनि माइनस जस्तो माइनस भएको छ यहाँ पनि माइनस भएको छ मतलब कि माइनस माइनस त माइनसै भयो नि तपाईँहरूले माइनस माइनस प्लस हुन्छ भन्नुहुन्छ होला माइनस त्यहाँ पनि माइनस छ त्यही भएर माइनसको डोमिनेन्स भएर हामीले के गर्यौँ VSको अगाडि माइनस लेखिदियौँ है म फेरि भन्छु सुन माइनस प्लस कसरी राख्ने भनेपछि है यदि सेम डाइरेक्सन यो भीको होइन सेम डाइरेक्सनतिर यदि VS छ भनेपछि हामीले माइनस राख्ने बुझ्नुभयो कि नै यदि यतापट्टि V गइरहेछ अनि यसको ठ्याक्क अपोजिट साइडपट्टि VS गइरहेको भए VS यसको अपोजिट साइडतिर गइरहेको भए हामीले प्लस राख्थ्यौँ है यो बुझ्नु होला फेरि भन्छु म ल फेरि भन्छु यो माथि जुन हाम्रो V छ है यो V छ यो V हैन यो V जुन छ यतापट्टि V गइरहेछ भने यसको साइड सेम साइडतिर हैन यदि VS अथवा VO जे पनि जान्छ हैन त्यो के गर्नुपर्छ माइनस गर्नुपर्छ यदि जुन यो हाम्रो V भेलोसिटी यतापट्टि छ र अरु र VS भेलोसिटी त्यहाँको अपोजिट साइड छ भने चाहिँ प्लस गर्नुपर्छ है यति कुरा ल बुझ्नुभयो मलाई आशा छ तपाईँहरूले बुझ्नुभयो होला ल अब VO चाहिँ हाम्रो यहाँ चाहिँ के छ हेर त VO के छ VO भनेको चाहिँ भेलोसिटी अफ अब्जर्भर हो अब अब्जर्भर रेस्टमा छ भनेपछि कसरी भेलोसिटी होला त अब त्यसको भेलोसिटी के होला र त्यसको भेलोसिटी केही हुँदैन त्यही भएर यो माथि 0 हुन्छ है माथि 0 हुन्छ भन्नुको मतलब अब हामीले यसलाई के गर्न सक्छौँ यसलाई के गर्न सक्छौँ हामीले हटाउन सक्छौँ है यसलाई हटाइदिउँ ल माथि केही हुँदैन अब यसको के भयो इन्टु F हुन्छ है माथि यतापट्टि इन्टु F पनि हुन्छ इन्टु F ल यो हाम्रो के भयो फर्स्ट केसको फर्मुला भयो है फर्स्ट केसको फर्मुला यस्तो हुन्छ ल तपाईँहरूले बुझ्नु ठुलो कुरा हो कि बुझ्नुहोस् पहिला बुझ्नुहोस् मजाले बुझ्नुहोस् नबुझ्यो भने फेरि म भन्छु तपाईँहरूले चाहिँ क्लियर होस् के हैन फेरि यसलाई म गरिदिन्छु है समराइज गरिदिन्छु यहाँ यदि यो अब्जर्भर सुन्ने मान्छे हो यो सोर्स कतापट्टि गइरहेछ अब्जर्भरपट्टि गइरहेछ गाडी हेर त यहाँ अब्जर्भरपट्टि गइरहेछ हैन अब्जर्भरपट्टि गइरहेछ भनेपछि अब्जर्भर यहाँ के छ रेस्टमा छ है अब्जर्भर यहाँ के चाहिँ रेस्टमा छ लेखेको छु मैले हैन अनि यो सोर्सको भेलोसिटी के हुन्छ जहिले पनि VS हुन्छ हैन अनि यो V माथिको V भनेको के हो भेलोसिटी अफ साउन्ड हो कहिले पनि भेलोसिटी अफ साउन्ड कहिले कतातिर हुन्छ अब्जर्भरतिर हुन्छ है यो जहिले पनि अब्जर्भरतिर हुन्छ अरु केसहरुमा पनि हेर्नु होला यो अब्जर्भर छ भने यो सोर्स छ भनेपछि हैन जहिले पनि सोर्सदेखि नै के हुन्छ भेलोसिटी अफ साउन्ड चाहिँ अब्जर्भरतिर जान्छ कि यो अलवेज यो यसको डाइरेक्सन यही हुन्छ डाइरेक्सन चेन्ज हुने भनेको यो भेलोसिटी अफ सोर्स र अब्जर्भरको है ल यसमा अनि चाहिँ यो तपाईँहरूले सबैले थाहा होला यहाँ V ड्यास इक्वल्स टु V अनि यो V हैन अनि बिचमा के माथि VO हुन्छ तल VS हुन्छ अब प्लस माइनसको कुरा मात्रै त हो इन्टु F हुन्छ यो त तपाईँहरूलाई थाहा छ है यहाँ थाहा नभए पनि यहाँ सुन्नु ट्रिक तपाईँहरूलाई म ट्रिक नै सिकाउँछु कि जहिले पनि ट्रिक नै हो सबभन्दा इम्पोर्टेन्ट किनभने इक्जाममा पनि थाहा होस् नि हैन दिमागमा ठ्याक्कै आयो होस् ल यति गर्नुहोस् हैन पहिला यति गर्नुहोस् यतापट्टि F ड्यास हैन यतापट्टि के गरेँ मैले F ड्यास लेखेँ हैन यतापट्टि F लेखेँ यति लेख्नुहोस् हैन अनि के गर्नुहोस् भनेपछि बिचमा एउटा लाइन तान्दिनुहोस् ल बिचमा एउटा मैले लाइन पनि तान्दिएँ है बिचमा एउटा मैले के गरिदिएँ लाइन पनि तान्दिएँ ल अब यहाँ पनि V लेखिदिउँ यहाँ पनि V लेखिदिउँ यति गर्न सक्नुहुन्छ अनि यहाँ VO लेखिदिउँ हैन यहाँ VO लेखिदिउँ 6 लेखिरहेको छु VO लेखिदिउँ अनि तल के लेखिदिउँ VS लेखिदिउँ है अब प्लस माइनस मात्र राख्नु त हो केटाहरू प्लस माइनस राख्नु त हो हेर है ध्यान यता दियो न ध्यान यता दियो है ध्यान यताउता नगर कि नबुझिरहेको भए म फेरि भन्छु कि तपाईँ टेन्सन नलिनु कि यहाँ म आफूलाई जति बेला होइन कन्फिडेन्स आउँदैन होइन म बुझाए जस्तो लाग्दैन त्यति बेलासम्म म एउटै केसमा चाहे 1 घन्टा नै किन होस् म सिकाउँछु कि ल अब प्लस माइनसको कुरा त हो प्लस माइनस के भने त हेर त प्लस माइनसको लागि के भने मैले जुन हाम्रो माथि होइन यो सोर्स हो होइन यो सोर्स हो यस लेखेँ हैन यो के हो अब्जर्भर हो त्यही भएर मैले यहाँ O लेखेँ हैन अब कहिले पनि यहाँ सुन त कहिले पनि यदि यो सोर्स चाहिँ अब्जर्भरतिर गएर भए यतापट्टि VS हुन्छ है अनि सोर्स रेस्टमा भएको यसको रेस्टमा भएपछि भेलोसिटी VO त के हुन्छ जहिले पनि 0 हुन्छ त्यही भएर यसको भेलोसिटी केही नै हुँदैन हैन अनि अर्को के भनेपछि मैले तपाईँहरूलाई यहाँ सुन अर्को के इम्पोर्टेन्ट कुरा भनेपछि यहाँ हेर यो V हुन्छ नि जो V भनेको भेलोसिटी अफ साउन्ड हो क्या हैन भेलोसिटी अफ के हो भेलोसिटी अफ साउन्ड हो है भेलोसिटी अफ साउन्ड हो है
भेलोसिटी अफ साउन्ड हो यो भिओ भनेको भी भनेको चाहिँ भेलोसिटी अफ साउन्ड हो। यो कहिले पनि कतातिर हुन्छ ओतिर हुन्छ है, ओतिर भनेको चाहिँ अब्जर्भरतिर हुन्छ। यति कुरामा तपाईँलाई थाहा भयो भने चाहिँ पुरै क्लियर हो कि अहिलेसम्म, पुरा क्लियर हो। ल यति एउटा केसमा मैले तपाईँहरूलाई चाहिँ बढी टाइम दिएँ किनभने अब अरू केस तपाईँहरूलाई चाहिँ एकदम इजी लाग्नेछ क्या, त्यही भएर। ल अब अर्को केस हेर त, अर्को केस हेर। सेकेन्ड केसमा के छ भनेपछि हेर त, सेकेन्ड केसमा हाम्रो जब सोर्स होइन, जब सोर्स भनेको के हो थाहा भयो अहिले, जब सोर्स स्टेसनरी अब्जर्भरतिरदेखि टाढा गइरहेछ होइन, जब सोर्स होइन, यहाँ चित्र हेर ल, जब यो सोर्स छ यो स्टेसनरी अब्जर्भरदेखि टाढा गइरहेछ, यतापट्टि गइरहेछ, हेर त, म यहाँ चित्र बनाइदिन्छु हेर त, यहाँ चित्र बनाइदिन्छु म। यो सोर्स हो, यो एस भनेको सोर्स हो होइन, यो भने ओ भनेको के हो अब्जर्भर हो, यो के हो अब्जर्भर हो है, यतापट्टि मैले ओ लेखिदिएँ है। अब यो सोर्स कतातिर गइरहेछ, यो सोर्स कतातिर गइरहेछ, टाढा गइरहेछ नि त, हेर त यो सोर्स यो अब्जर्भर भन्दा होइन, यो जुन यो सोर्स छ नि होइन, यो सोर्स के छ अब्जर्भर भन्दा टाढा गइरहेछ, यो सोर्स हो यो अब्जर्भर हो होइन, यो अब्जर्भर हो यो सोर्स हो, यो सोर्स कतातिर गइरहेछ यो अब्जर्भर भन्दा टाढातिर यतातिर गइरहेछ नि त, त्यही त लेखाएको छु मैले हेर त। अब यसलाई हामीले के पनि भन्न सक्छौँ, यहाँ हेर भिएस हो है, भिएस भनेको चाहिँ भेलोसिटी अफ साउन्ड भन्छु, भेलोसिटी अफ सोर्स है, भेलोसिटी अफ सोर्स। अब तपाईँहरूलाई अघि पनि भनिसकेको थिएँ मैले, जहिले पनि हाम्रो यो भी कतातिर हुन्छ अब्जर्भरको साइडपट्टि हुन्छ। अब यहाँ हेर त केसमा के छ, स्टेसनरी अब्जर्भर भनेको छ, हेर त स्टेसनरी अब्जर्भर भनेको छ है, स्टेसनरी अब्जर्भर भनेको छ यहाँ। स्टेसनरी अब्जर्भर भन्नुको मतलब के भयो भनेपछि भिओ यहाँ पनि के भयो 0 भयो, के भयो भिओ यहाँ पनि के भयो 0 भयो। ल अब यसको लागि चाहिँ फर्मुला हेर त, अब फर्मुला कसरी लेख्छन्, अब फर्मुला लेख्नु त ठुलो कुरा हो नि त, फर्मुला लेख्नु ठुलो कुरा हो। यहाँ हेर सुरुमा त एफ ड्यास लेख्ने हो अनि यतापट्टि एफ पनि लेख्ने हो, बिचमा एउटा लाइन पनि हामीले तान्दिने नै हो होइन, बिचमा एउटा लाइन पनि तान्दिने नै हो। अब हामीले यतापट्टि भी लेख्नुपर्छ, यतापट्टि पनि भी लेख्नुपर्छ, यो पनि थाहा छ हामीलाई होइन। अब माथिपट्टि भिओको त यहाँ हेर केटाहरू, भिओ कहिले पनि मैले के भने माथि लेख्नुपर्छ भनेको नै भन त, भिओ माथि लेख्नुपर्छ भनेपछि अहिले भिओ त हामीलाई 0 छ त, भिओ भनेको 0 छ मतलब कि नलेख्दा पनि हुन्छ है, भिओ 0 छ भनेपछि हामीले भिओ नलेख्दा पनि हुन्छ, त्यही भएर यो चाहिँ म बिचमा राखिदिन्छु राम्रो हुन्छ, यहाँ भी बिचमा राखिदिन्छु र अब भिएस तलपट्टि हो। अब भिएस त लेख्नु पऱ्यो जसरी पनि, भिएस त किनभने भेलोसिटी अफ साउन्ड त, भेलोसिटी अफ सोर्स त हाम्रो छँदैछ यहाँ, हेर त भेलोसिटी अफ साउन्ड सोर्स छ कि यहाँ, यो साउन्ड किन भनिरहेको छु म बार हेत। ल सुन भिएस त छँदैछ तर भिओ चाहिँ हाम्रो 0 छ, भिओ किन 0 भयो, हाम्रो सोर्स चाहिँ के छ रेस्टमा छ, स्टेसनरी भनेको छ यहाँ हेर, स्टेसनरी भनेको के हो भने मैले अघि रेस्ट हो, अब्जर्भर रेस्टमा छ होइन, सोर्स चाहिँ कहाँ गइरहेछ अब्जर्भरदेखि टाढा गइरहेछ है, टाढा जान्छ भनेपछि त्यो केसमा हामीले यहाँ हेर, अब यहाँ हेर, ओहो यहाँ हेर त के छ, यो भी यतापट्टि छ, भीको ठ्याक्क अपोजिट साइडपट्टि गइरहेछ भिएस, हेर त भीको अपोजिट साइडपट्टि भिएस गइरहेछ भने हामीले के गर्नुपर्छ, अपोजिट साइडमा के गर्नुपर्छ भनेको थिएँ मैले के भनेको थिएँ, भी अब यदि अपोजिट साइडपट्टि गइरहेछ, भीको अपोजिट साइडपट्टि गइरहेछ भने हामीले के गर्नु सक्छौँ भनेको थिएँ, हामीले के गर्छौँ भी बिचमा प्लस गर्छौँ भनेको थिएँ हो कि नै, ल बिचमा प्लस गर्छौँ भनेको थिएँ, यही नै हो त गाइज, हेर त यही नै हो हाम्रो केस, यो फर्मुलाको यो केसको फर्मुला है, यही हो हेर त, एफ ड्यास इक्वल्स टु भी डिभाइड बाई भी प्लस भिएस इन्टु एफ हो है। ल यस्तो मजाले हेर त अहिले कति छिटो भयो कि नै यो, ल कति छिटो भयो हेर त अहिले चाहिँ। फर्मुला फेरि लेखिदिन्छु, एफ चाहिँ सेम भयो है, एफ ड्यास भनेको सेम हुन्छ र यतापट्टि एफ भनेको पनि सेम हुन्छ, बिचमा भी मात्र भयो किनभने भिओ हामीसँग 0 छ, त्यही भएर भिओ 0 भयो, तलपट्टि भी प्लस किन भयो थाहा हो नि, प्लस किन भयो भने यो हाम्रो जुन चाहिँ भेलोसिटी अफ साउन्ड छ नि, भेलोसिटी अफ साउन्ड यतापट्टि छ हेर, भेलोसिटी अफ साउन्ड यतापट्टि छ, त्यही भएर यसको अपोजिट साइडपट्टि के छ भिएस छ, अनि भिएस अपोजिट साइडपट्टि भयो भने चाहिँ प्लस हुन्छ। अगर सेम साइड यो भिएस यतापट्टि भयो भने के हुन्थ्यो भनेपछि तपाईँलाई सोध्नु लाग्छ भनेपछि माइनस हुन्थ्यो, जुन चाहिँ हामीले यो माथिपट्टि गरिसक्यौँ, यहाँ हेर त भिएस यतापट्टि थियो, हेर त भिएस यतापट्टि थियो, हामीले के लेख्यौँ यहाँ तल, यहाँ माइनस लेख्यौँ है। अनि अहिलेको केसमा के छ, भिएस ट्याक्क यतापट्टि छ, सोर्स यतापट्टि गइरहेछ, गाडी यतापट्टि गइरहेछ, मतलब यिनीहरूको डाइरेक्सन के भयो चेन्ज भयो नि, डाइरेक्सन चेन्ज भयो भने चाहिँ फरक भयो भने प्लस हुन्छ, यति बुझ्नुभयो नि मजाले। ल ठ्याक्क जुन हामीले माइनस प्लस हुन्छ अनि प्लस नै हुन्छ होइन, सेम भएपछि तपाईँले म्याथ पढ्नुहुन्छ नि त, माइनस प्लस हुन्छ, त्यसको ठ्याक्क अपोजिट हो कि, सेम साइडतिर गएर भने चाहिँ के हुन्छ माइनस हुन्छ, किनभने यहाँ हेर न माइनस जस्तो लाग्छ नि त होइन, यहाँ मैले फेरि अघि पनि भनिदिएको थिएँ माइनस छ, त्यही भएर माइनस नै लेख्नु, तल बिएसमा माइनस नै लेख्ने भनेको थिएँ। ल बुझियो, दुईवटा केस हाम्रो खत्तम है। ल
अब अर्को हेर त थर्ड केसमा के छ। थर्ड केसमा के भनेको छ भने जब अब्जर्भर होइन जब अब्जर्भर कहाँ जान्छ स्टेसनरी सोर्सको नजिक जान्छ भन्नुको मतलब हेर त अब्जर्भर भने यो है यो यतापट्टिको यो मान्छे छ नि यो हाम्रो यो केटी छ यो केटी कहाँ गइरहेछ यो स्टेसनरी अब्जर्भर भनेको हेर त चित्रमा कापी छ कि चित्र कापी छ मैले चित्र कापी हेर चित्र कापी छ यो चाहिँ अहिले अब सोर्स हो होइन साउन्ड निकालिरहेको छ होइन यो हेर त यतापट्टि यो साउन्ड सोर्सहरू साउन्ड निकालिरहेको छ है अनि यो केटी के हो अब्जर्भरहरू सुनिरह नि त यसले साउन्ड त्यो यो कहाँ गइरहेछ यतापट्टि गइरहेछ हेर त कति राम्रोसँग चित्र पुरै देखा चित्र बोल्छ अब हेर त यो सोर्स हो सोर्स यतापट्टि गइरहेछ अब्जर्भर हो है अब्जर्भर यतापट्टि गइरहेछ मतलब यो के छ रेस्टमा छ यो के छ रेस्टमा छ ल म यहाँ चित्र बनाइदिन्छु यतापट्टि ल हेर त मजाले भन्छु है म यो पुरै हेर त यो के हो सोर्स हो यहाँ लेखिदिएँ मैले यो के हो अब्जर्भर यहाँ लेखिदिएँ मैले है यो डट डट गरेँ मैले इक्जाम्पलको लागि हो तपाईँहरूलाई यो मानौ भने हो होइन यो सोर्स यो अब्जर्भर अब यहाँ के छ चित्रमा यो कहाँ गइरहेछ यो अब्जर्भर चाहिँ यता स्टेसनरी यहाँ लेखा पनि छ हेर स्टेसनरी सोर्स हो यो सोर्स चाहिँ एक ठाउँमा कल लिएर मजाले हर्न बजाइरहेछ अथवा साउन्ड निकालिरहेछ हेर त एकै ठाउँमा बसेर कहाँ गयो अब्जर्भर गइरहेछ यतापट्टि है अब्जर्भर कहाँ गइरहेछ यतापट्टि गइरहेछ भन्नुको मतलब हेर त अब्जर्भर यतापट्टि गइरहेछ भन्नुको मतलब के भयो अब्जर्भर होइन यतापट्टि गइरहेछ हेर त अनि हामीले के गर्नुपर्छ यहाँ पनि त्यही गर्नुपर्छ अब्जर्भर यतापट्टि गइरहेछ भनेपछि यसको के होला त हाम्रो भिओ होला अहिले चाहिँ भिओ छ हामीसँग हाम्रो अब्जर्भर यतापट्टि यो स्टेसनरी यो अहिले चाहिँ हाम्रो यो सोर्स के छ रेस्टमा छ है यो देख्नु भयो नि तपाईँले चित्रमा यो सोर्स अहिले के छ यो सोर्स अहिले चाहिँ रेस्टमा छ है यहाँ लेखिदिन्छु म फेरि यो सोर्स के छ अहिले रेस्टमा छ है रेस्टमा भएको बेला हाम्रो के हुन्छ रेस्टमा भएको भएर होइन के भयो हाम्रो रेस्टमा भएको भएर चाहिँ हामीलाई भिएस इक्वल्स के भएको हो 0 भएको हो है भिएस इक्वल्स 0 भएको है फर्मुलामा काम लाग्छ अहिले एकछिनमा अब अरू के भनेको थिएँ मैले तपाईँहरूलाई यहाँ के भनेको थिएँ मैले तपाईँहरूलाई यो यतापट्टि जहिले पनि के हुन्छ भी हुन्छ भनेको थिएँ है यतापट्टि जहिले पनि भी हुन्छ भनेको थिएँ हेर त अब दुइटाको डाइरेक्सन के भयो भीसँग भिओको डाइरेक्सन के भयो हेर त यो भीसँग होइन यो भिओको डाइरेक्सन कस्तो छ त ठ्याक्क के छ अपोजिट छ यो भी यतापट्टि छ अनि भिओ के छ यतापट्टि छ ठ्याक्क अपोजिट छ भनेपछि हामीले के गर्नुपर्छ भनेको थिएँ प्लस गर्नुपर्छ भनेको थिएँ अब फर्मुलामा हालिदिउँ त के छ र फर्मुला लेखिदिउँ त होइन केटाहरू फर्मुला लेखिदिउँ ल हेर त ध्यान देऊ मजाले सकिन्छ इजी सजिलो छ हेर त अब फर्मुला के छ हाम्रो फर्मुला हेर त यो एफ ड्यास छ है एफ ड्यास इक्वल्स टु हामीले एफ त लेख्ने हो यो त लेख्ने नै हो जसरी पनि होइन सबैमा हुन्छ बिचमा यस्तो लाइन पनि सबैमा हुन्छ हेर त अब माथि त भी हुन्छ कि भी के हुन्छ हेर त माथि पहिला भी लेख्ने होइन यतापट्टि पनि भी लेख्ने ल है अब यतापट्टि भिओ अहिले चाहिँ भिओ छ हामीसँग है अहिले चाहिँ के छ भिओ छ है हामीसँग भिओ छ भनेपछि यतापट्टि हामीले माथि जहिले पनि हाम्रो कसको ठाउँ हो माथि हाम्रो राजाको ठाउँ हो राजा भनेको हाम्रो भिओ हो है भिओ हो भिको ठाउँ जहिले पनि के हो माथि नै हुन्छ अब साइन है अब तल भिएस हो भिएस के छ अहिले हाम्रो 0 छ हेर त भिएस 0 छ हाम्रो भिएस तलपट्टि हुन्थ्यो नत्र है अहिले भिएस 0 छ हामीले भिएस नलेख्दा पनि हुन्छ त्यही भएर है अब हेर त साइनको कुरा आयो साइन चाहिँ मैले भनिसकेँ त तपाईँहरूलाई यहाँ साइन चाहिँ भनिसकेँ त अपोजिटतिर छ भीको अपोजिटतिर जुन भिएस अथवा भिओ अपोजिटतिर छन् भने जहिले के हुन्छ जहिले पनि के हुन्छ अपोजिटतिर छ भएपछि प्लस हुन्छ हो अपोजिटतिर भयो भने प्लस हुन्छ यही त हो केस हाम्रो यही त हो केस खासमा है यही त हो हाम्रो केस हेर त यही त हो केस हाम्रो ल यति सकिन्छ नि होइन मजाले सकिन्छ है मजाले सकिन्छ यो हेर त त्यहाँ रह्यो केस तपाईँले बुझ्नुभयो कि होइन बुझ्नु ठुलो कुरा हो कि होइन नोट चाहे जस्तो होस् जे होस् होइन बुझ्नु ठुलो कुरा हो कि बुझ्नुभयो होला मजाले ल अब हामी फोर्थ केसमा जाउँ ल फोर्थ केसमा हेर त के छ फोर्थ केसमा हेर त के छ हेर त जब अब्जर्भर स्टेसनरी सोर्सभन्दा टाढा जान्छ ल चित्र हेर त यो स्टेसनरी सोर्स हो स्टेसनरी सोर्स भनेको एक ठाउँमा बसेर साउन्ड फालिरहेको छ होइन अनि अब्जर्भर कहाँ गइरहेछ अब्जर्भर यो सोर्सभन्दा टाढा गइरहेछ हेर त यतापट्टि गइरहेछ नि त हेर त यो सोर्सभन्दा यो अब्जर्भर यतापट्टि गइरहेछ भनेपछि अब चित्र बनाउँ हाम्रो यतापट्टि हाम्रो रफ चित्र है यो के हो जहिले पनि सोर्स हो हामीले यहाँ सोर्स भनिदियौँ यो के हो अब्जर्भर भनिदियौँ है यो के हो अब्जर्भर भनिदियौँ अब यहाँ के छ अब्जर्भर कहाँ गइरहेछ
अब्जर्भर कहाँ गइरहेछ भन त अब्जर्भर सोर्सभन्दा टाढा गइरहेछ यो सोर्स हो सोर्सभन्दा अब्जर्भर टाढा गइरहेछ मतलब हाम्रो यहाँ भिओ हुनुपर्ने हो होइन भिओ भेलोसिटी अफ अब्जर्भर कतापट्टि छ यतापट्टि छ यो भिओ भयो है अहिले पनि हाम्रो भेलोसिटी अफ अब्जर्भर छ तर भेलोसिटी अफ के छैन हामीलाई सोर्स छैन है भिएस छैन किनभने भिएस अहिले रेस्टमा छ त्यही भएर भिएस इक्वल्स टु 0 हुन्छ बुझ्यौ भिएस इक्वल टु 0 हुन्छ अनि अघिदेखि म के भनिरहेको छु तिमीहरूलाई अघिदेखि तपाईँहरूलाई के भनिरहेको छु भने भी कतापट्टि हुन्छ जहिले पनि अब्जर्भरको साइडपट्टि हुन्छ है अब्जर्भरको साइडपट्टि हुन्छ मजाले बुझिन्छ नि होइन 10चोटि भनिहालेँ मैले यो भी भनेको भेलोसिटी अफ साउन्ड हो है जहिले पनि भेलोसिटी अफ साउन्ड कतापट्टि हुन्छ अब्जर्भरको साइडपट्टि हुन्छ यति मजाले भनिरहेको छु है ल अब फर्मुला लेखौँ त सट्ट मजाले होइन फर्मुला हेर त कस्तो हुन्छ फर्मुला है फर्मुला कस्तो हुन्छ त लेखौँ मजाले हुन्छ नि यहाँ हेर एफ ड्यास त हामीले लेख्ने नै हो जसरी पनि अनि यहाँ यतापट्टि एफ पनि लेख्ने नै हो है एफ पनि लेख्ने नै हो है अलि एप पनि लेख्ने नै हो अनि बिचमा हामीले लाइन पनि हाल्ने नै हो लाइन पनि हामीले बिचमा हाल्ने नै हो अनि लाइन हालिसकेपछि अब लाइन हालिसकेपछि हामीले यहाँ भी त लेख्ने नै हो नि त होइन यो त सबैमा लेख्ने नै हो अनि भिओ हाम्रो छ है अहिलेसम्म अहिले चाहिँ हाम्रो भिओ छ है भिओ भयो भने भिओलाई माथि राख्ने राजा किनभने हामीले ओ सेट भनेको थियो नि त होइन ओ सेट होइन ओ सेट ल ओ सेट भनेको थियो होइन त्यही भएर माथि चाहिँ ओ हुन्छ तल चाहिँ भिएस हुन्छ तर हाम्रोसँग भिएस नभएको कारणले हामीले भिएस लेखेनौँ है भिएस लेखेनौँ ल अब साइन हेर्नु साइन म के हेर्नु तपाईँहरू आफै भन्नुहोस् त खै के हुन्छ यसमा साइन हेर्नुहोस् त के छ हेर त यो भेलोसिटी अफ साउन्डको यतापट्टि छ र भेलोसिटी अफ अब्जर्भरको यतापट्टि छ मतलब सेम साइडतिर छ भनेपछि के हुन्छ गुड भेरी गुड ल ल ल ल एकदम राइट है एकदम राइट भेलोसिटी अफ साउन्डको साइड सेम डाइरेक्सनतिर भयो भने माइनस हुन्छ है ल तपाईँहरूले पनि मिलाउनु भयो एकदम सही छ ल मजाले सिकिन्छ मजाले पढिन्छ है तपाईँहरूले आज यो भिडियो पुरा हेर्नुभयो भने तपाईँहरूले चाहिँ अब कहिले पनि होइन यो भिडियो दोस्रोचोटि हेर्ने होइन कुनै उयो आउँदैन कि तपाईँहरूले चाहिँ त्यस्तो तपाईँहरूले बिर्सिनुहुन्छ भने चाहिँ यो भिडियो फेरि हेरिदिने मजाले एकचोटि होइन मजाले बुझिन्छ ल अब अर्को केसमा जाउँ त यही हो फर्मुला है यही हो फर्मुला ल बुझिन्छ ल हेर त फिफ्थ केसमा हेर फिफ्थ केस के छ हेर त जब यहाँ हेर त के लेखेको छ जब सोर्स र अब्जर्भर एकअर्काको नजिक आइरहेछन् भन्ने छ हेर त एकअर्काको नजिक आइरहेछन् भने है ल चित्र पनि हेरिदिउँ नि त ल चित्र पनि हेरिदिउँ यो के हो सोर्स हो गाडी यो वाला गाडी के हो सोर्स हो किनभने यसले साउन्ड निकालिरहेछ है अहिले मानव यसले साउन्ड यो पनि गाडी हुन त तर यसले साउन्ड निकालिरहेन अलिक यसलाई यो के हो अब्जर्भर हो है यो अब्जर्भर हो अब अघिदेखि हामीले कारको पल्टिरहेको थियौँ नि त त्यही भएर ल हेर त यो कार यतापट्टि आइरहेछ यो पनि यतापट्टि आइरहेछ है अब यिनीहरू एकअर्कातिर आइरहेछन् भने यसमा हामीले के निकाल्नुपर्ने हुन्छ एपरेन्ट फ्रिक्वेन्सी निकाल्नुपर्ने हुन्छ है त्यसको लागि चाहिँ अब हाम्रो रफ चित्र बनाऊ है रफ चित्र ल हेर त रफ चित्र कस्तो हुन्छ यो के हो सोर्स है सोर्स अघिदेखि म यही भनिरहेको छु यो के हो सोर्स हो है सोर्स हो अनि यो के हो अब्जर्भर हो यो के अघिदेखि म यही सेम गरिरहेको छु हेर त अब म यो फर्स्टमा यो लेखिहाल्छु कि तपाईँहरूलाई यो अघि यहाँ हेर यो यतापट्टि के हुन्छ जहिले पनि भी हुन्छ है यो भी हुन्छ ल यति गऱ्यौँ नि हामीले ल अब यो सोर्स कतापट्टि गइरहेछ हेर त सोर्स कतापट्टि गइरहेछ अब्जर्भरतिर गइरहेछ भन्नुको मतलब होइन अब्जर्भरतिर यो अब्जर्भर होइन यतापट्टिको अब्जर्भरतिर गइरहेछ यो भिएस हो अब यो अब्जर्भर पनि यतापट्टि आइरहेछ नि त यो पनि यो यतापट्टि गइरहेछ ऊ यतापट्टि आइरहेछ भन्नुको मतलब के भयो त हेर त यो पनि यतापट्टि आइरहेछ है यो पनि के भयो यतापट्टि आइरहेछ भिओ भनेको भेलोसिटी अफ अब्जर्भर पनि यतापट्टि आइरहेछ र हेर त कस्तो केस भयो त कस्तो केस भयो हेर त मजाले हेर त है ध्यान देऊ यो एकदम इम्पोर्टेन्ट छ यो केस हेर त दुइटै के छन् एकअर्काको नजिक आइरहेछन् भनेपछि अब फर्मुला लेखिदिउँ नि त हामीलाई फर्मुला लेख्दा कन्सेप्ट ठुलो कुरा भएर हेर त एफ ड्यास त हाम्रो लेख्ने नै हो होइन जति बेला पनि भनिरहेको छ अनि एफ पनि लेख्ने नै हो यतापट्टि है अब बिचमा हाम्रो के एउटा लाइन पनि हाल्ने नै हो होइन बिचमा एउटा लाइन पनि हाल्ने हो अनि भी पनि लेखिदिने हो है अनि अरू के लेख्ने हो फिक्स कुराहरू है यो भिएस पनि लेखिदिने हो अहिले चाहिँ मैले दुइटै किन लेखेँ भनेपछि हेर दुइटै किन लेखेँ भनेपछि हाम्रो भिएस पनि छ भिओ पनि छ नि त राजाहरू हेर त भिएस पनि छ भिओ पनि छ होइन त्यही भएर मैले चाहिँ के लेखिदिएँ यहाँ भिओ पनि लेखिदिएँ भिएस पनि लेखिदिएँ है अब कुरा आयो साइनको है मैले के भनेको थिएँ अघिदेखि यो भीको होइन भी हेर्ने कि हामीले यो भीको डाइरेक्सनतिर गइरहेछ भने होइन यो गाडी अथवा अब्जर्भर पनि त्यो के हुन्छ यस्तो भयो भने होइन माइनस हुन्छ अगर अब्जर्भर ठ्याक्क उल्टा गतिर गइरहेछ भनेपछि त्यसको के हुन्छ
पोजिटिभ हुन्छ। ल हेर त अब भिओ कता पहिला माथि हेर है, यो भिओ र यो यसको के छ डाइरेक्सन अपोजिट छ कि नै, अपोजिट छ भने के लेखिदिनु पाउँछौँ हामीले, के लेखिदिनु पाउँछ यसमा प्लस लेखिदिनु पाउँछौँ है। किनभने यहाँ हेर त यसको भीको अपोजिट डाइरेक्सनमा छ नि त, अपोजिट भयो भने के भनेको थिएँ मैले है, अपोजिट भएछ भने प्लस हुन्छ, यदि होइन सेम साइडपट्टि गइरहेछ भने नेगेटिभ हुन्छ। यो ट्रिक हो है। ल अब हेर त भिएस कतापट्टि छ, यो भिएस र भीको सेम डाइरेक्सन छ। अब सेम डाइरेक्सन भएपछि त हामीले मजा लेख्न सक्छ नि होइन, सेम डाइरेक्सन भने चाहिँ नेगेटिभ हुन्छ। यस्तो सजिलो हेर त, यस्तो सजिलोले तपाईँहरू होइन यस्तो गाह्रो बनाउनु भएको छ क्या, त्यही भएर यस्तो गाह्रो नबनाऊ होइन, यस्तो इजी छ। ल यो पनि भयो है, अहिलेसम्म हामीले 5वटा केस गरिसक्यौँ। अब लास्ट केस छ हेर, लास्ट केस के छ, लास्ट केसमा हेर त जब सोर्स एन्ड अब्जर्भर एकअर्काभन्दा टाढा जान्छन्, हेर त टाढा जान्छन् भनिरहेको छ, चित्र पनि यही छ हाम्रो। हेर त चित्रले पुरा भनिरहेको, यो यतापट्टि गइरहेछ, यो यतापट्टि गइरहेछ, तेरा रास्ता अलग मेरा रास्ता अलग भनेर जस्तै है, तेरा रास्ता अलग मेरा रास्ता अलग, दुइटै के छ अलग अलग छ। ल चित्र बनाइहालौँ नि त हाम्रो रफ चित्र है, रफ चित्र हेर यो के हो, कहिले पनि मैले के भने अघिदेखि होइन, यो सोर्स हो, एउटा अब्जर्भर, यो सोर्स हो, यो अब्जर्भर भनिरहेको छु अघिदेखि होइन। अनि म अर्को के भनिरहेको छु भनेपछि यो साउन्डको भेलोसिटी जहिले पनि के हुन्छ अब्जर्भरतिर हुन्छ, यो पनि भनिरहेको छु अघिदेखि। अब हामीले चाहिँ केस हेरेर हामीले चाहिँ यिनीहरूको चाहिँ भेलोसिटी कतापट्टि हुन्छ भनेर चाहिँ हेर्ने हो। अब यहाँ हेर सोर्स यतापट्टि गइरहेछ, भिएस यतापट्टि गइरहेछ, अनि यो अब्जर्भर यतापट्टि गइरहेछ। ल यिनीहरूको चाहिँ बाटो अलग अलग भयो होइन, यिनीहरूको चाहिँ ब्रेकअप भयो जस्तो कि तेरो बाटो अलग मेरो बाटो अलग, दुइटै अलग अलग गए है। तर हाम्रो एकजनाको छ, एकजना इमान्दार होइन, इमान्दार मान्छेको छ, यो भी छ बिचारा, जहिले पनि यतापट्टि गइरहेछ होइन, जहिले पनि अब्जर्भरतिरै गइरहेछ, वान साइड लभ जस्तो कि होइन, अब्जर्भरतिरै गइरहेछ क्या जति बेला पनि। यो हेर त अरू यिनीहरू चाहिँ होइन कहिले यता जाने कहिले यता जाने होइन, कहिले यता आउने कहिले यता आउने, यिनीहरूको चाहिँ के भइरहेछ, यिनीहरूको भेलोसिटी चेन्ज यताउति भइरहेछ नि त। ल अब केस हेरौँ, अब के अरे फर्मुला गरौँ। ल फर्मुला हेर त, अब फर्मुला लेख्न सक्छौँ नि मजाले, यो एफ ड्यास त हामीले लेख्ने नै हो है, एफ ड्यास त हामीले लेख्ने नै हो होइन, अनि यतापट्टि एफ पनि लेख्ने नै हो, अनि बिचमा लाइन पनि हाल्ने नै हो है। हेर त बिचमा लाइन पनि हाल्ने नै हो, र भी पनि लेख्ने नै हो है। अहिले चाहिँ हेर, अहिले पनि हाम्रो के छ भिएस र भिओ दुइटै छ भनेपछि हामीले लेखिदिउँ न त, भिएस कहाँ हुन्छ, भिओको ठाउँ कहाँ हो होइन, यो भिओ कहिले माथि बस्न खोज्छ, भिएस तल हुन्छ, किनभने ओ सेट यार मिस्टेक भयो भन्छ नि, ओ सेट यार। ल ओ सेट हो है। ल ल ल हेर त अब के आयो, अब साइनको कुरा आयो, भनेपछि मैले अघिदेखि भनिरहेको छु, सेम साइडतिर छ भने के गरिदिने, नेगेटिभ गरिदिने है। अनि के छ डिफ्रेन्ट साइडतिर भयो भने, डिफ्रेन्ट यस्तो भयो भने के गरिदिने, पोजिटिभ गरिदिने। अब भिओ कतापट्टि छ हेर त, भिओ कतापट्टि छ, भिओ यसकै डाइरेक्सनतिर छ, मतलब कि यस्तो छ दुइटैको, भनेपछि माइनस हुन्छ कि प्लस हुन्छ माथि, गुड माइनस हुन्छ है, गुड माइनस हुन्छ। ल अनि तलपट्टि हेर त भिएस र भिओको के छ, ठ्याक्कै उतापट्टि गइरहेछ, यतापट्टि गइरहेछ भनेपछि के छ, यस्तो भयो भने के हुन्छ, पोजिटिभ हुन्छ। भेरी गुड। ल है, ल यहाँ के हुन्छ पोजिटिभ हुन्छ है, माथि नेगेटिभ तल पोजिटिभ हुन्छ। यो केस हो हाम्रो है, मजाले बुझियो होइन, कस्तो राम्रोसँग बुझियो नि। मैले तपाईँहरूलाई भनेको थिएँ कि नै, भन त यस्तरी बुझाउँछु, तपाईँहरूले चाहिँ अहिलेसम्म रट्नु भएको होला नि त यो होइन। ल अब तल न्युमेरिकलहरू छ होइन, तपाईँहरूले अहिलेसम्म यति बुझ्नु भएको कि नै मजाले भन्नु त, ल भन त कमेन्टमा भन त, ल बुझ्नु भयो होला है। ल अब हामी चाहिँ यी सबै होइन, यी सबै केसहरूलाई युज गरेर चाहिँ हामी अब न्युमेरिकल गर्नेछौँ है, न्युमेरिकल गरौँ ल।